सम्पूर्ण नमस्कार। आज म तपाईले विदेश जान भनेर कसैलाई पैसा दिनुभयो, कुनै कम्पनीलाई अथवा व्यक्तिलाई पैसा दिनुभयो, तर त्यो मान्छे फरार भयो, न त तपाईलाई विदेश लयो न सम्पर्कमै छ। अब यस्तो अवस्थामा तपाईले के गर्ने, तपाईको पैसा कसरी उठाउने त भन्दाखेरि तपाईले यो श्रम तथा यातायात मन्त्रालय अन्तर्गत एउटा विभाग छ, वैदेशिक रोजगार विभाग भन्ने ताचल काठमाडौँमा, त्यहाँ जाहेरी दिनु पर्यो। तपाईले स्टेटमेन्ट सहित यति रकम यो मान्छेले ठग्यो, विदेश लान्छु भनेर भन्ने हिसाबले त्यहाँ जाहेरी दिनुभयो भने पक्राउ पूर्जी जारी हुनेदेखि लिएर तपाईको मान्छे थुनामा पर्नेदेखि लिएर तपाईको पैसा पाउने सम्मका कानुनी प्रावधानहरू छन्। र अब कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब यो वैदेशिक रोजगार विभाग भन्ने काठमाडौँमा छ। अब तपाई काठमाडौँ भन्दा बाहिर हुनुहुन्छ भने सम्बन्धित प्रहरी कार्यालयमा गएर जाहेरी दरखास्त दिन पनि सक्नुहुन्छ। त्यहाँबाट चाहिँ तपाईको जाहेरी यता ट्रान्सफर गर्ने लगायतका यावत कुराहरू हुन्छन्। अथवा तपाईले चाहिँ हुलाक अथवा तपाई यो इमेल मार्फत पनि जाहेरी दिन सक्नुहुन्छ। तपाईको पैसा चाहिँ त्यति गर्यो भने उठ्छ। अब उनीहरू पक्रिनसम्म सकियो भने चाहिँ पैसा उठ्छ। मान्छे नै पक्राउ परेन, फरार भयो, विदेशतिर भाग्यो भने चाहिँ अलिक गाह्रो हुन्छ। तर जाहेरी दिएर राखिराख्नु भयो भने उसको आफ्नो गृह जिल्ला कहाँ हो त्यहाँसम्म पनि पक्राउ पूर्जी जानेदेखि लिएर त्यो व्यक्ति पछि नेपालमा आयो भने पक्राउ पर्ने सम्मका कानुनी प्रावधानहरू छन्। हस् त, धन्यवाद।